फिल्मी जगतमा तपाईहरूले हलिउड मुभिज र बलिउड मुभिज त टन्नै हेर्नुभएको होला, तर आज भने म एउटा चाइनिज एक्टरको बारेमा कुरा गर्न जाँदैछु जसले एक्टिङको दुनियाँमा आफ्नो छुट्टै नाम लेखाउन सफल भएका छन्। चाइनिज एक्टर ज्याक्सन यी, जो 38औं गोल्डन रुस्टर अवार्ड जित्न सफल भए। चलचित्र बिग वर्ल्डमा मस्तिष्क पक्षाघात सेरेब्रल पल्सी भएको चरित्रलाई पर्दामा उतार्न उनले आफ्नो जीव ज्यान नै दाउमा राखेका थिए। सुटिङ सुरु हुनु अघि 15 दिनसम्म आफूलाई एउटा कोठामा थुनेर ऐना अगाडि बिरामीको जस्तै शारीरिक हाउभाउ अभ्यास गर्नु, मुखभित्रको गम्भीर घाउ, अल्सरको दुखाइलाई समेत चरित्रको अस्पष्ट बोली उनी मात्र 24 वर्षको उमेरमा चीनको इतिहासकै सबैभन्दा कान्छो उत्कृष्ट अभिनेता बन्न सफल भए।